अनि हालखबर बुढा तपाईको? ठिक छ बुढी, के हुनु हेर, रमाइलो मौसम छ। हजुर। रमाइलो मौसममा हामी छौँ। त्यही हो। तपाईलाई पार्क कस्तो लागिरहेछ? पार्क रमाइलो हुन्छ नि। अब पार्कमा अब चाहिँ विभिन्न चाहिँ अब यहाँ विभिन्न प्रकारका विभिन्न किसिमका होइन विभिन्न चाहिँ देशका मानिसहरू आएर रमाइरहेका छन्। यो चाहिँ साकुरा फुल्ने समयमा होइन, यो मौसम नै रमाइलो मौसम छ। नेपालमा पनि अब यो चैत वैशाखको महिना भनेको होइन, यो नयाँ पालुवा पलाउने होइन, चाहिँ यो वर्ष पनि परिवर्तन हुने होइन, सँगसँगै चाहिँ यो साल परिवर्तन हुँदाखेरि होइन नयाँ जोस उमङ्ग यो बेलामा आउने हो नि त। त्यो भएर यो समय चाहिँ बहुत रमाइलो लाग्छ मलाई। हजुर। तिमीलाई कस्तो लाग्छ? रमाइलो हो यो सिजन। विशेष गरी तिमी के कुरा सम्झिन्छौ यो नेचरहरू, यो मौसम, यो होइन यो महिनालाई चाहिँ कसरी सम्झिन्छौ? म खुसी सम्झिन्छु। खुसी कस्तो, के किसिमको खुसी? नेचर, प्रकृतिमा होइन तिमीलाई खुसी महसुस गर्छु म प्रकृतिसँग चाहिँ सबभन्दा बढी प्रकृतिसँग मनपर्ने कुरा होइन, प्रकृतिको मनपर्ने कुरा चाहिँ के हो त? सबै कुरा हो। सबै भन्नाले सबैभित्र पनि हुन्छ नि त। अब त्यो यो मात्र भनेर पर्टिकुलर मैले भन्नु भन्दा पनि प्रकृतिको कुराहरू सबै कुराहरू चाहिँ मनपर्छ भनौँ। विशेष जस्तै अब कसैलाई फुल मनपर्छ प्रकृतिको, कसैलाई चाहिँ खोला मनपर्छ, सबै कसैलाई आकाश मनपर्छ, प्रकृति भन्ने निलो बित्तिकै त्यो आकाश। सबैहरू पर्यो, मैले पर्टिकुलर यो मात्र भन्ने। कसैलाई हावा मनपर्छ, हेर न हावाले हल्लाइरहेछ हामीलाई। त्यो एउटा मात्रै मनपर्ने कुरा होइन नि त, त्यो हावा पनि मनपर्छ, प्रकृति मनपर्छ भन्ने बित्तिकै त्यसमा फुल पनि पर्यो, हावा पनि मन पर्यो, पानी पनि मन पर्यो, सबै मन पर्यो। जस्तै एउटा पहेँलो फुल छ नि त यो होइन, यो पहेँलो फुल यहाँ पनि देखाइदिने। पहेँलो फुल चाहिँ के होला त? यो मलाई थाहा छैन। भेरी गुड। खत्म। बाय बाय, टाटा, गुड बाय, गया। तिमीलाई चाहिँ कस्तो नि, हामी यहाँ भिडियो नै बनाउन आए जस्तो लागिरह होला होइन। अब चाहिँ हावाले पनि अलिकति चाहिँ अब यो ग्याजेटबाट मलाई अलिक ब्रेक लिन मन लाग्यो, अलिक इन्जोय गर्न मन लाग्यो, खानेकुरा लिएर आएको छु, खान मन लाग्यो होइन, त्यही हो। एकछिनलाई चाहिँ ब्रेक लिउँ होला। यो चाहिँ एकदम ब्रेकमा हामीले यो सानो गफ गरेको, हामी यसलाई काट्छौँ है। अब नेक्स्ट क्वेसनतिर म तिमीलाई लैजान चाहन्छु। हजुर। आज मार्चको 28 होइन, तिमीलाई अप्रिल महिनामा सबभन्दा मनपर्ने कुरा के छ? अप्रिल महिनाको विशेषता? अप्रिलमा चाहिँ जस्ट हुने कुराहरूमा मनपर्ने कुरा के? मनपर्ने कुरा एउटा, मन नपर्ने कुरा एउटा होइन। त्यो मैले सोचेकै छैन अहिले, त्यो मेरो दिमागमा आएकै छैन। जस्तै भनौँ न, फर इक्जाम्पल अब अप्रिलमा कसैलाई चाहिँ कस्तो नि, अब अप्रिल फर्स्टमा मान्छेले झुटो कुरा बोलेर रमाउँछन् नि त। कसैलाई त्यही कुरा रमाइलो लाग्छ, कसैलाई त्यही कुरा रमाइलो लाग्दैन। त्यो कारणले गर्दा नयाँ महिना हो, नयाँ उत्साहित भनौँ न, त्यही रूपमा लिन्छु म। अच्छा, मलाई चाहिँ अप्रिल महिनामा मनपर्ने र मन नपर्ने कुरा चाहिँ दुइटै कुरा छ क्या। विशेष त हामी अब नेपालमा बस्ने, नेपालमा हुर्केको, गाउँघरतिर विशेष हुन्छ होइन। सबभन्दा मलाई बढी मनपर्ने चाहिँ त्यही मनपर्छ मलाई। एडिट हुन्छ है त्यो कुरा अहिले।
मलाई विशेष चाहिँ अप्रिल महिनाको मनपर्ने कुरा चाहिँ हामी नेपालमा हुर्केको होइन के हो भने जस्तै फुलहरू फुल्छ क्या नेपालमा पनि अनि त्यसपछि अप्रिल महिनामा चाहिँ हाम्रो यो के पर्छ भने नयाँ वर्ष पर्छ नि त अनि त्यो अप्रिल महिनामा मनपर्ने कुरा चाहिँ नयाँ वर्ष आउँदाखेरि चाहिँ बहुत हामी घुम्न जाने पिकनिक जाने रमाउने होइन अब नयाँ मिठो कुरा खान पाइने ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ साथीहरूसँग भेटघाट हुने त्यो कुरा चाहिँ मलाई मनपर्छ अप्रिल महिनामा अनि अर्को मन नपर्ने कुरा चाहिँ मान्छेले झुट कुराहरू बोल्ने फेक न्युजहरू बनाउने अहिले यति चाहिँ त्यो भाइरल बनाउँछन् त्यो चाहिँ अप्रिलको फर्स्टमा हो त्यो कुरा चाहिँ विशेष चाहिँ यो मन पर्दैन मलाई अप्रिल महिनामा चाहिँ दुईवटा किसिमका कुराहरू हुन्छन् एउटा चाहिँ त्यो अप्रिल फर्स्ट मनाउने अनि अर्को चाहिँ नयाँ वर्ष आउँछ मन पर्ने र मन नपर्ने त्यो दुईवटा कुराहरू तिमीलाई कस्तो लाग्छ त्यो कुरा गराउन तिमी नयाँ वर्षमा कतै जान्थ्यौ कि के गर्थ्यौ नयाँ वर्षको बेलामा चाहिँ नयाँ वर्षमा घुम्न जान्थेँ जस्तै कता जान्थ्यौ फर इक्जाम्पल घुम्न जान्थेँ फ्यामिलीसँग बस्थेँ घरमा बुवा मम्मीसँग मनपर्ने खानेकुराहरू लिएर आइन्थ्यो खाइन्थ्यो रमाइन्थ्यो त्यही हो के खान्थ्यो खानेकुराहरू चाहिँ डिनर बाहिर डिनर गर्न जान्थ्यौँ प्रायः जस्तो घरमा खाँदैन थियौँ आउटिङ बस्ने गरेर कि यसो जस्ट खाना त कतै घुम्न कहिले बस्ने कहिले कुनै वर्ष बस्ने गरी नि गयो कुनै वर्ष चाहिँ अब डिनरको लागि मात्र बाहिर त्यस्तो कुनै मेमोरीहरू छ त्यो चाहिँ नयाँ वर्षमा कतै गएको केही गरेको त्यस्तो धेरै मेमोरीहरू छ अब जस्ट सेयर गर्न मिल्छ भने प्लिज यु क्यान सेयर म टिनेजर हुँदा 16 थियो होला त्यतिखेर चाहिँ मेरो कजनहरूसँग नारायणथान होइन शिवपुरी घुम्न गएको थियौँ भनौँ न पुरै घरदेखि वहाँसम्म हिँडेर दिनभरि हिँडेर त्यो चाहिँ अलि मेमोरेबल भनौँ न त्यो चाहिँ नयाँ वर्षकै बेलामा थियो नयाँ वर्षकै दिन वैशाखको नेपाली न्यु इयर 1 गतेको दिन त्यसरी हिँडिया थियो र 2 दिनसम्म मेरो खुट्टा सुन्निएको थियो त्यो चाहिँ धेरै हिँडेर मेरो चाहिँ मेमोरी चाहिँ कस्तो छ भने अलिकति अनौठो किसिमको म मेमोरी फेरि कस्तो खालको भने राम्रो होइन नराम्रो कुरा पनि म मेमोरी राख्छु क्या लेकिन एक सेकेन्ड एउटा कुन वर्षको हो मलाई थाहा भएन म चाहिँ नयाँ वर्षको दिनमा सुतेरै बिताइदिएको थिएँ त्यो अरू घुम्न गएको होइन रमाइलो गरेको अब त्यो रमाइलो छेडहरू पनि छ होला म नबिर्सिन्छु दिनभरि सुतेर बसेको मान्छे घुम्न जाने होइन साथीहरू भेट्ने ह्याप्पिनेसको कुरा हो नि त तर सुतेरै बसेर पनि रमाइदिएको क्या म दिनभरि सुतेर बसेर अहिले दिनदेखि सुत्ने भयो नि सुत्ने भयो नि ल गर्छन् कहिले तर अलिकति नयाँ वर्षमा होइन रमाइलो वातावरण हुन्छ फुलहरू फुल्छ होइन त्यसपछि अब विशेष अब चाहिँ हामी त अब लमजुङको राइनसकोट जान्थ्यौँ क्या घुम्नलाई अझ त्यहाँ अब लाली गुराँसहरू फुल्थ्यो होइन अनि घुम्न जाने उता लिगलिकोटतिर जाने होइन लमजुङ हुँदाखेरि अब काठमाडौँतिर हुँदा पनि हामी धेरै ठाउँ घुम्न गइन्थ्यौँ अब घुम्ने मौसम हो नि त अब चाहिँ केही नभए पनि अब बिदा हुन्छ सबैको पहिले त अब शनिबार आइतबार पर्दा त 2-3 दिनै बिदा हुन्छ होइन अलिक टाढै जाने पनि परिरहेको हुन्छ तर अनि त्यो एउटा मेमोरी चाहिँ म सुतेर बसेको थिएँ कि त्यो लेकिन एक सेकेन्ड ठ्याक्कै मलाई त्यो यही वर्ष भनेर चाहिँ अहिले ठ्याक्क आएन यो मानस पाटलमा त्यस्तो मेमोरी चाहिँ मेरो त्यस्तो थियो कि अब हामी होइन आज साकुरा हेर्न आयो होइन तिमीलाई साकुरा चाहिँ कति प्रकारको साकुरा हेरेको छ तिमीले अहिलेसम्म
साकुराहरू नि विभिन्न प्रकारका साकुराहरू हुन्छ नि, कुनै अब रातो खालो यहीँ पनि देखाएको छु तिमीले अलि त पर चाहिँ होइन एउटा रातो रातो फुलिरहेको छ होइन साकुरा, यो सेतो फुलिरहेको छ होइन। अनि अस्ति हामीले हेरेको उता परको पर त अब फुलेर पनि अब भइसक्यो। कस्तो खालको साकुरा चाहिँ मन पर्छ? सबै मनपर्छ मलाई। साकुरा भनेको तिमीलाई के हो जस्तो लाग्छ? साकुरा पहिला पहिला होइन साकुरा भन्दाखेरि के हो जस्तो लाग्थ्यो कि सुन्थ्यो नि त नामहरू? मैले त के जस्तो लाग्यो, फुल जस्तो लाग्थ्यो। होइन मैले भन्न खोजेको साकुरा जस्तै पहिला जस्तै अब साकुरा भन्दाखेरि ओहो मान्छेको नाम हो कि साकुरा भनेको कुनै ठाउँ पो छ कि साकुरा भने होइन। अनि मलाई त्यस्तो केही नि लागेको थिएन। मलाई चाहिँ के लागेको थियो भने पहिला हामी नियमको पढ्दाखेरि N5 होला सायद, N4 N5मा साकुरा दाइगाको भनेर पढिन्थ्यो कि। दाइगाको भनेको त युनिभर्सिटी, साकुरा दाइगाको जहाँ पनि के हो त साकुरा भनेको त के हो युनिभर्सिटीको नाम रहेछ। मान्छे यहाँ आएपछि साकुरा हेर्ने भन्थ्यो। साकुरा युनिभर्सिटी जाने हो कि अब हेर्नलाई साकुरा दाइगाको भन्ने सोच्थेँ। लास्टमा साकुरा भनेको त कंट्रोल कंट्रोल हानामी भनेको त साकुरा हेर्न रहेछ खासमा गएर जापानमा। जस्तै तिमीले यहाँ अब यहाँ देखाएको छ नि तिमीले मान्छेहरू कति धेरै मान्छे आएछन्, आएर हेर तिमीलाई साकुराको यहाँ हेर न, साकुराको मनपर्ने कुरा ल मान्छेहरू यहाँ आएर हेर न फ्यामिलीहरू आएछन्, कोही साथीहरू आएछन् होइन, बसेर खाछन् नि ल म्याटहरू ओछ्याएर खानेकुराहरू होइन, पछि नोमी मनहरू होइन। यो कल्चर चाहिँ तिमीलाई कस्तो लाग्छ? एकदम रमाइलो लाग्यो मलाई यो। तिमीलाई यो कल्चर चाहिँ विशेष नेचरमा बसेर आनन्दले नेचर इन्जोय गरेर होइन आफ्नो मिल खानु भनेको आफूले आफूले आफूलाई नै आनन्द राख्छ नि त। कुनै ग्याजेट बिना उहाँहरू मजाले लेकिन एक सेकंड होइन ग्याजेट पनि युज भइरहेको नि, तिमीले अब तिमीलाई चाहिँ केही कस्तो ग्याजेट युज भएन भिडियो मलाई खिचेको चाहिँ। मन पर्दैन? अब यो सायद अब युट्युबमा आउँछ होला, सब्सक्राइबहरू पनि गरिदिनु होला कसैले हेर्नुभयो भने। अनि छिट्टै हामी हाल्दैछौँ। अब ग्याजेटहरू पनि प्रयोग भइरहेछ तर उनीहरू ग्याजेटसँग पनि इन्जोय गरिरहेछ प्लस होइन गफहरू होइन अब खानेकुराहरू कति लिएर आएछ होइन। उनीहरूको चाहिँ कस्तो भने यो मौसममा चाहिँ साकुरा फुल्ने टाइममा चाहिँ हानामी हेर्दै टक्क खाने रमाउने होइन, एकदम यो इन्जोयबल मोमेन्ट हो क्या। हजुर तिमी त विशेष चाहिँ गीत गाउनमा चाहिँ अलिकति रुचि राख्ने मान्छे, एउटा गीतहरू सानो चुप, बिल्कुल चुप, हिम्मत कैसे हुई तेरी मुंह खोलने की? हो गीत गाउनमा रुचि लाग्ने हो तर मलाई आजसम्म तिमीले एउटा पनि गीत सुनाएको छैन। हामी अहिलेसम्म लगभग हाम्रो 1 वर्षको यात्रा म छुट्टै सहयात्रा कुनै दिन गीतै गाएर सुनाउँला, अहिले चाहिँ म सुनाउँदिनँ। गफ गरेर आएर गफ गर्ने। ठिक छ, नेक्स्ट भिडियो बनाउँदाखेरि चाहिँ उनको चाहिँ एउटा गीतको आउँछ, त्यो बेलामा चाहिँ हामी गीत गाउनेछौँ। ल अहिले चाहिँ हामी साकुरा हेर्न आएको थियौँ होइन, साकुरा चाहिँ यस्तो छ, यो साकुरा हो, साकुरा हो होइन। हामी खोलाको छेउमा रमाइलो गर्न आएको थियौँ। ल यो भिडियोलाई चाहिँ यतितिर इन्ड गरौँ होला आजलाई। हामी यसो सानो गफ मात्रै गऱ्यौँ होइन, भिडियोहरू बनायौँ। जापानिजहरू पनि एकदम रमाइरहेछन् आज होइन, एकदम यो रमाइलो ठाउँ छ पार्क।
अनि त्यहाँ मेरो पछाडि देख्नु होला मान्छेहरू रमाइरहेछ। ओके है त, बाई बाई।